हेलो गाइस, नमस्ते सबैजनालाई। स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा हैन। मलाई त्यति भन्नु पनि आउँदैन कि के भन्नु कसो भन्नु हैन। अब कहिले भिडियो बनाएको छैन, फर्स्ट टाइम मेरो यही हो। र क्यामेरा कसरी पक्रिनु पर्ने, कुन एङ्गलमा पक्रिनु पर्ने त्यो पनि मलाई थाहा छैन। र अहिले चाहिँ खास तौरमा भने हामी कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ साथीहरू, म चाहिँ जानु आँटेको हस्पिटलबाट उता मार्केट नै जानु छ। सब्जी यो सब पनि गर्नु छ र कुछ अर्कै फाल्टो सामानहरू पनि लिनुपर्ने छ हैन। बुढाको अस्ति हात काटिएको थियो नि त, त्यही भनेर अन्त हस्पिटल फेरि आज ड्रेसिङको लागि जानु आँटेको। सो म तपाईँहरूलाई हस्पिटलमा पुगेपछि भेट्ने छु है। गाइस, अब चाहिँ अहिले चाहिँ हामीहरू जाँदैछौँ हस्पिटल। म चाहिँ हस्पिटलमा आइसकेँ र हैन, यहाँ चाहिँ अहिले भर्खर अब हामी चाहिँ बसेको नि त, त्यहाँनिर गार्ड छ हैन। त्यो गार्डले चाहिँ क्या चाहिए भन्छ नि त, हस्पिटलमा मान्छे के गर्न आउँछ हैन। यो उसको ड्रेसिङको लागि आएको, दोकानमा कस्तो गर्छ। अन्त त्यही भनेर अहिले चाहिँ हामी, उनीहरूले भने हामीलाई बाहिर कस्तो गर्नु भनेर। अन्त अहिले चाहिँ हामीहरू वेटिङ एरियामा बसिरहेछौँ, म र मेरो बुढा। अन्त यो चाहिँ प्राइभेट हस्पिटल हो। अन्त हामी चाहिँ अहिले यहाँ बसिरहेछौँ। अब अहिले एकछिन बोलाउँछ होला, त्यसपछि जान्छौँ हामीले ट्रेन्डर गर्छौँ। चाहिँ हामी हस्पिटलबाट निस्क्यौँ, ड्रेसिङ भयो बुढाको, त्यस्तो नगर्नु न। अन्त अहिले चाहिँ हामीहरू मार्केटिङ गर्नु जाँदैछौँ साथी हो। अहिले चाहिँ हामी नर्थ कलमसिरी जाँदैछु। किन भने नि साथीहरू, मैले चाहिँ म कहाँ छु भनेर भनेको छु र म चाहिँ छु केरलामा है। अन्त हेर्नुहोस् यहाँको चाहिँ यस्तो छ। यो चाहिँ हामी अलिक बस्ती इलाकामा छौँ। अहिले टाउन जाँदैछौँ त हामी हस्पिटलबाट सिधै, किनकि त्यतै जानु छ हामीलाई। सो यहाँको चाहिँ यस्तो छ जग्गा, घाम चाहिँ यति छ नि साथीहरू, आम्मामामामा टल्टले। फिलहाल चाहिँ पेट्रोल पम्पमा छौँ र मैले यो चाहिँ किन लाग्यो भन्दा यहाँ एकदमै धेरै गर्मी छ होइन। हेर्नु न, ट्राफिकमा फस्यो हामीहरू, कस्तो धेरै ट्राफिक भयो। आम्मामामा ठुलो गाडीहरूको बिचमा घेर पऱ्यो। मलाई फेरि डर लाग्छ पुरा ठुलो गाडीहरूदेखि चाहिँ। त्यो भिडियोहरूमा अब के देखेर चाहिँ मलाई एकदमै हाम्रो पछाडि टिडिट भएको भएछ। अहिले चाहिँ हामीहरू यहाँ आएको छौँ, के भन्छ यहाँ चाहिँ अस्ति नै शिवरात्रिमा एकदम ठुलो मेला, यहाँ मन्दिर हो नि त, यहाँनिर छ मन्दिर चाहिँ। अन्त मन्दिर हो, अन्त यहाँ चाहिँ एकदमै ठुलो मेला लागेको थियो। त्यतिखेरको चाहिँ मैले भिडियो फेसबुकमा अपलोड गरेको छु होइन। उता हेर्नु, त्यहाँनिर मन्दिर छ हाम्रो। अन्त अहिले चाहिँ सबै उठिसकेको छ। अब यो दोकान चाहिँ तर भरे राति लाग्छ अरे होइन। गाइस, यस्तो धेरै थियो कि यहाँनिर सास फेर्ने जग्गा थिएन। शिवरात्रिमा आएको थियौँ नि त, हामी पनि दर्शन गर्नु त पाइनौँ, किनभने लाइन भन्नुहुन्छ भने ट्रेनको पट्रीको लाइन कति हुन्छ त्यति नै धेरै थियो। र हामी बेलुकाखेरि आएको थियौँ। यो मन्दिरलाई त त्यतिखेर पुरा ढाकेर राखेको थियो। अनि हामीलाई देख्नु पनि पाएन, आज देख्नु पायौँ, तर दर्शन गर्नुमा जान सक्दिनँ अहिले। अन्त यहाँ पिपल गाछहरू छ, एकदम मजा हावा आइरहेको छ। अनि दुईवटा काग परेवा पुरा चारो खाइरहेको छ। यहाँको कागहरू यसो भाग्दैन पनि, हेर्नुहोस् है। ले मलाई हेर्दै पो छ। र यो मन्दिरको एउटा कहानी होइन, यो हकिकत हो, हिजोअस्तिको घटना हो। हामी पनि केरलामै थियौँ। किनभने नि साथीहरू, यहाँ एकदमै ठुलो नदी छ र यो नदी चाहिँ एकदम फ्लड आएर यो मन्दिर पुरा डुबेको होइन। त्यहाँ चाहिँ अब पण्डितहरू त भइरहन्छ नि त, यहाँनिर दियो बालेको थियो होइन। तर त्यो दियो ननिभेको क्या, नडुबेको पनि ननिभेको पनि। पुरा मन्दिर चाहिँ आधी मात्रै देखिने भयो थियो, तर दियो नबुझेको। आफै सोच्नु त, यो ब्रिजमा भन्नुहुन्छ भने त्यतिखेर हिँड्ने जग्गा थिएन है साथीहरू। पुलिसको फोर्स भन्नुहुन्छ भने जग्गा पुलिसको फोर्स चाहिँ, मान्छेहरू सब पल्छी खेलिरहेछ उता डेलतिर। मजा हो आएको साथीहरू, मलाई कस्तो राम्रो लाग्छ यहाँ आएपछि। त्यतिखेर पनि आएँ तर दर्शन गर्नु पाइनँ, अहिले पनि आएँ दर्शन गर्नु सक्दिनँ। अब त्यस्तो हालतै छैन दर्शन गर्ने होइन। एन्टर गेट चाहिँ यो हो, हेर्नुहोस् दियो पनि जलिरहेको छ। भैँसीहरूको ताँला त हेर्नु न, म त अघि त हात्तीहरूको बच्चा आम्मामा भनिरहेको थिएँ क्या, भैँसीहरू आम्मामा हेर्नु न। वहाँनिर ट्रेन जाँदैछ, कति आफ्नो घर आसामदेखि आयो होला मान्छेहरू यता कमाउनु लागि। सानो नदीको फ्लो हेर्नु न। औ ए इधर देखो क्या हो गया, गरम हुआ, नहाने का दिल कर रहा है। टुक्रुक्क बसिरहेको छु। मेरो बुढा चाहिँ खोइ पानी लिनु गएको, कता हरायो भन, आउँदैन त भन। हेर्नु माटोको कराई, अनि यहाँनिर पुरा छ चुल्हा पनि छ क्या। हेर्नुहोस् है, माटोको चुल्हा
उनीहरूले अब बनाएर राखेको क्या हेर्नु माटोको चुल्हा यहाँनिर खोल्यो अहिले चाहिँ दोकान अन्त हामी चाहिँ उयो कडाई किनेको अचारहरू राख्नु लागि तपाईँको सबै पाउनुहुन्छ सबैले खोल्दैछ दोकान भैँसीको झुन्डी यहाँ आएछ फेरि यहाँ हेर्नुहोस् वहाँनिर रोटी पिङहरू टप्पै मेलामा चाहिँ पिङसिङ लागेको थियो तर अहिले निक्लिसकेछ दोकानहरू यहाँ चाहिँ पुलिस क्याम्पिङ थियो यहाँ चाहिँ पुरा बस्थ्यो हो यहाँनिर भगवान्को बुद्ध भगवान्को मूर्तिहरू गुडाहरू अर्ग्यानिक छ धागा मिश्री के मिश्री अरे हो म त जान्दिनँ पनि पुरा खान्छु नि आज त त्यतिखेर चाहिँ कस्तो भिड उ त्यहाँ उखु खानु गएको त्यो दिन हामीलाई कसैले पत्ता दिएको थिएन किनकि भिडले गरेर अहिले चाहिँ तान्छ होला है साथी हो हेर्नुहोस् यता उहाँहरूको कोकोला मासु हेर्नुहोस् तपाईँहरूले चाहिँ यहाँनिर थरी थरीको अचार पाउनुहुन्छ खोर्सानीको सबै क्वालिटीको अचारै अचार छ यहाँनिर चाहिँ हेर्नुहोस् यहाँ चाहिँ अर्कै डिपार्ट भयो यहाँ चाहिँ अचारको मात्रै फुल अचार थुकाइसक्यो बोल्दा मुखमा यहाँ म चाहिँ अचार लानु पर्यो सामानहरू सब फिनिस त अब हामी चाहिँ निक्लेको जहाँबाट भिडियो स्टार्ट गरेको थिएँ त्यहीँनिर एन्ड पनि गर्दैछु साथीहरू तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ है मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला मन परेमा धेरै माया गरिदिनुहोस् होला बाई बाई।